आज चाहिँ तपाईँलाई म मेकाडेमिया नट्स र बिटरुट्सको कसरी जुस बन्ने भनेको यसरी ल्याउनुहोस्। यसरी लिएर सरसरीले चाहिँ हल्का केलाउनुहोस् हैन, हल्का केलाउनुहोस् बाहिरको बोक्रा। केलाइसकेपछि यसलाई हल्का पखाल्ने अनि त्यसपछि हल्का पखालिसकेपछि चाहिँ यसलाई चाहिँ सरर मजाले काट्नुहोस्। तपाईँले कस्तो मनपर्छ त्यही अनुसार मजाले सरसर काट्नुहोस्। अब मैले यो हैन काट्दैछु। अब यो काटिसकेपछि चाहिँ मैले तपाईँलाई चाहिँ के गर्नु भनेपछि नेक्स्ट स्टेप बताउँछु। ल काटिसकेपछि चाहिँ यो त ब्लेन्डर ल्याउनुहोस्। ब्लेन्डरमा हाल्नुहोस् यो जुन बिटरुट्सलाई। त्यसपछि चाहिँ एउटा बनाना ल्याउनुहोस्। बनाना बाहिरको बग्रा फाल्नुहोस्। बग्रा फालिसकेपछि त्यसलाई पनि सरर त्यो ब्लेन्डरमा हाल्नुहोस्। हालिसकेपछि एउटा गाजर ल्याउनुहोस्। गाजर ल्याइसकेपछि त्यो गाजरले धोएपछि त्यसलाई पनि काट्नुहोस् सरसर। काटिसकेपछि त्यसलाई पनि ब्लेन्डरमा हाल्नुहोस्। हालिसकेपछि त्यो पनि अब एकदम राम्रो हुन्छ गाजर। अब यो पनि काटिसक्यो। काटिसकिसकेपछि त्यो तीनटा जति यो मेकाडेमिया नट्स ल्याउनुहोस्। मेकाडेमिया नट्सको भित्र एउटा स्टिलको हुन्छ, त्यसलाई चाहिँ सरर त्यो पालभित्र छिराउनुहोस्। पालभित्र छिराइसकेपछि तपाईँले फट्नको लागि सजिलो हुन्छ, किनकि त्यो फट्नको लागि हो। त्यसले छिराइसकेपछि सरर घुमाउनुहोस्। घुमिसकेपछि यसरी फुट्छ। यसरी फुटिसकेपछि मैले तीनटा मेकाडेमिया नट्स पनि हाल्दै। अब खजुर ल्याउनुहोस्। तपाईँलाई 8-10टा खजुर 5-7टा खजुर जस्तो मनपर्छ, कति स्विट खान मन लाग्छ त्यही अनुसार यो केलाउँदै अनि हाल्दै गर्नुपर्छ। यो चाहिँ सरर अनि केलाउँदै अनि सरर त्यो बाहिरभित्र गेडा फाल्ने अनि हाल्ने। यो पनि खजुर पनि हालिसक्यो। हालिसकेपछि अब चाहिँ मजाले यसरी रेडी भइसक्यो हाम्रो चाहिँ फ्लेभर। अब चाहिँ ब्लेन्डरको ल्याउने स्ट्यान्ड ल्याउने अनि यसरी टक्क लगाउनुहोस्। लगाइसकेपछि थोरै पानी हाल्नुहोस्। पानी हालिसकेपछि यसरी ब्लेन्डरमा लगाउनुहोस्। लगाएपछि ढक्कन लगाउनुहोस् माथि राम्रोसँग। त्यो पनि राम्रोसँग ढक्कन लगाइसकेपछि तपाईँले सरर यो घुमाइनुहोस्। घुमिसकेपछि यो एकछिन सरर घुमाउनुहोस्। हेर्नुहोस् त घुमिरहेछ, दामी भएछ है, एकदमै स्वस्थ भएछ। अनि फेरि सरर एकचोटि हेर्नुहोस्। हेरिसकेपछि कस्तो भयो अनि फेरि एकचोटि सरर फेरि एकचोटि घुमाइनुहोस्। अझै भएन, अझै 2 मिनट जति घुमाइनुहोस्। घुमिसकेपछि अब चाहिँ लगभग भयो, रेडी भइसक्यो। अब बन्द गरिदिनुहोस्। बन्द गरिसकेपछि ल हामीले त्यहाँबाट निकाल्छौँ। निकाल्दा चाहिँ हेर्छौँ अहिले जुस बोतल ल्याउनुपर्छ। यो चाहिँ सिसाको बोतल, किनकि सिसाको बोतलमा जुस स्टोर गर्दा चाहिँ बिग्रिने डर हुँदैन। त्यस कारणले गर्दा अहिले खानको लागि चाहिँ अहिले पिनको लागि चाहिँ एउटा म सिसाको ग्लास ल्याएँ। सिसाको ग्लास ल्याएर त्यसलाई त्यहाँमा चाहिँ म जुस हालेँ। जुस हालेर म टेस्ट गर्दैछु कस्तो भएछ जुस है। ल हेर्नुहोस्, वाह कस्तो दामी हुन्छ, एकदमै नगुलियो। वाह अब मैले चाहिँ टेस्ट गरिसकेपछि जुस एकदमै राम्रो भएछ। नभएपछि मैले बोतलमा फिलअप गर्छु। यो चाहिँ पछिको लागि है, बेलुकाको लागि। ल बोतलमा भरिसकेपछि थोरै चाहिँ ब्लेन्डरमा बाँकी रह्यो। म यो बोतलको ढक्कन लगाउँछु। थोरै चाहिँ ब्लेन्डरमा बाँकी रह्यो। हेर्नुहोस् त कस्तो दामी है, हेर्दा पनि सिसाकोमा यस्तो चमक हुन्छ। अब त्यो मैले गिलासमा खनाएँ, त्यो चाहिँ थोरै ब्लेन्डरमा बाँकी रहेको है। त्यो खनाइसकेपछि अब चाहिँ यसरी जुस चाहिँ रेडी भयो गाइस है। यो चाहिँ मेकाडेमिया नट्स, बनाना अनि त्यसपछि बिटरुट्स अनि त्यसपछि खजुरको मिक्स जुस हो। यसरी बनाएर तपाईँ पनि खानुहोस् र तपाईँको फ्यामिलीले पनि खानुहोस् र हेल्दी हुनुहोस् र हेल्दी लाइफ जिउनुहोस्। धन्यवाद।